ल हाम्रो यो डिपिआर नाप्दै छन् केटाहरू। सोरु गाउँपालिका वार्ड नम्बर 9 खनाएर सिद्धीमा ब्रिज खानेपानीको पानी नाप्न आइरहेको छ मान्छेहरू। ल केटाहरू उता नाप्नु है। ल केटाहरू नापिरहेछन् उता। ल हाम्रो इन्जिनियर सर हुनुहुन्छ उहाँ भर्खर अस्ति पास आउट भएको। ल पछाडि हाम्रो त्यो सिभिल इन्जिनियर उहाँ सर चाहिँ पर सहायक इन्जिनियर हुनुहुन्छ। ल ल पुरा अब हामी मोहनतिर लाग्यौँ। पुरा भिड छ त्यहाँ मोहन लगभग लाग्छ होला। कति टाइम लाग्छ? हेलो सर भन्नुहोस् त कति टाइम लाग्छ? कति टाइम लाग्छ भन्नुहोस् त? हामीलाई लाग्छ अब सर अब हाम्रो लाग्छ होला त्यही 20 मिनेट जति लाग्छ होला। हो हजुर भयो कि नै गरे परि? ल हाम्रो यहाँ पुरा बोलेरै हुन्छ यहाँ काम। हो बोलेरै हुन्छ यहाँ। ल सर हाम्रो नापाइ त ठिक भइरहेछ होइन? ल भइरहेछ होइन? ल ऊ फिता खै? सिधा यतै छ हजुर। ल ल ए बाबु त्यो काट ल। परि भयो कि नै गरे? भइसक्यो। भयो अरे? ल ल हाम्रो यो जिपिएसमा हामीहरू छिर्दैछौँ। केमा तपाईँले? हजुर सर हाम्रो कहाँदेखि कहाँसम्म यो हाम्रो खानेपानीको लाइन? हाम्रो यो ड्राउनादेखि हजुर माथि बड्डीबिरी हजुर हजुर राउलाकोट अनि हाम्रो लेकको पुरै हामीले त्यो नक्सा कुरिरहेका छौँ होइन। अनि त्यहाँ हुँदै घर हुन्छ अनि यता घर हुँदै हाम्रो चरीपाटा हुँदै तल गलाबैना हुँदै औलोसम्म जान्छ यो ब्रिज खानेपानी हो। हजुर हजुर अनि हाम्रो सिडीको चाहिँ सिडीको हाम्रो यता टाउका हुँदै घरा हुँदै सिडीसम्म पुग्छ यो। ल ओए ओए जताभावी रुख बरुवालाई नष्ट नगर है। आइज ओ ल केटा आऊ। त्यो ल हामी मोहन पुग्न लागिसक्यौँ। अब अझै कति हो कति किलोमिटर छ यहाँबाट फेरि मोहन जान? ल होला 2 किलोमिटर छ अझ? अझै 3 किलोमिटर। हामी यो कहाँ हो अहिले? बड्डीबिडीको जङ्गलमा हो? यो कुन हो? हामी चाक्लापाटीतिर हो? ए ल अब हामीहरू ल हाम्रो युवाहरू जोस जाँगाले नाभिरहेछन्। आफ्नो गाउँ आफै बनाऊ भन्ने हाम्रो यो नारासहित अगाडि बढिरहेका छन् केटाहरू। ल यार यस्तो फिता हुन्छ यार। कहाँ माथि अब कहाँ तल ल्याइरहेछ यार। के हो यसो नपाइ? यो कुन ठाउँबाट हो यो यस्तो नाप्ने तरिका? मलाई त अचम्म लागिरहेको छ। पर हाम्रो सर नाम्ने सर पर यी कस्तो खाने पर माथि रुख्दा हो क्या? हजुर च्याम्बर त धेरै टाढा छ। यो के मौर्य खुलो अरे? यसकै माथि हो न जानुपर्ने? ओहो क्या हो यो हाम्रो ब्रिज खानेपानीको
मुहानको जड हो क्या यो के ऊ भइरहेको मैले भिडियो गरेर छैन अब नजिक अब नजिकै अब यो त यो यही पानी नै हो माथि हामीले पानी बना उ के अरे यसको माथि हो होइन त्यो छैन यहाँ नजिकै हो अब यो माथि हो तपाईँलाई थाक लाग्यो क्या धेरै अब भेटिसक्यो नजिकै हो सल्लाह बोक्रा ल्याउनुहोस् चिप्लो छ होला फेरि ल हाम्रो मुहानको खोला क्या हाम्रो विविध खानेपानीको मुहान हो यो अझ योभन्दा माथि जानुपर्छ पानी यही नै हो हिउँ छ क्या हिउँ यति फेरि दुईटा मुहान क्या यही त हो त हिउँ रहेछ ए हाम्रो वृहत खानेपानीको मुहान दुईटा मुहान छ एउटै भएर लाने हो ए कहाँ कोलडुङ्गा हो कि ड्राउना त्यही ड्राउना पानी त ठुलिसक्यो यो सुक्ने अहिले मुहान सुक्ने भनेको यही सिजन हो नि त अहिले त सुकेन भने पछि सुक्दैन नि त्यो यत्रो पानी छ हिउँनी रहेछ बरफ यो पानी भनेको हाम्रो पहाडबाट बगेर आएको हो पुरा जडबिडीहरू मिक्स भएर आएको पानी एकदम शुद्ध पानी ल पुरा हिमाली क्षेत्रमा हामी डराउन पर्ने ठाउँको भित्र कुनामा छौँ होइन यहाँ हाम्रो दुईटा मुहान छ एउटा यता अनि एउटा यता दुईटा मुहानको यो मुखबाट हामीले पानी निकाल्ने भन्ने हाम्रो एकदमै प्रयास जरुरी छ बरफ खाँदै पानी त लिनुपर्छ होइन
दुईटा मुहान गयो हाम्रो सर त कहाँ हराइसक्नु भयो त हिउँ ठिक छ एकदम मिठो छ पानी हिउँ पानी हिउँ एकदम मिठो छ पुरा भिलाग्दो ठाउँ त कि हावा चल्यो रुख डलेपछि हो दा त एकदम